हेलो गाइज, आज हामी हाइब्रिड फाइनान्सिङ कर्पोरेट फाइनान्सको चैप्टर 5 को प्रॉब्लम सल्युसनतिर लाग्ने गर्छौं। यसभन्दा अघि यस सम्बन्धी पढ्नुपर्ने फर्मुलाको बारेमा जान्यौं। यो प्रब्लमहरु 2 मार्कमा आउने गर्छ एक्जाममा। यसको बारेमा जानिराखौं। यो 2 नम्बरमा के प्रब्लम नम्बर 10 मा के भनेको छ भने द हिमालय कम्पनी हैज वारंट आउटस्ट्यान्डिङ डेट एक्सपायर इन 3 years. Each warrant entitles the holders to purchase 2 shares of common stocks. एउटा वारेन्ट्स को प्रयोग गरेर 2 वटा शेयरहरु खरिद गर्न सकिन्छ अनि एक्सरसाइज प्राइस 60 दिएको छ। अर्को के भनेको छ भने डिटरमाइन theoretical value and premium over the theoretical value if the price of common share and warrants are Rs 17 per share and Rs 25 per warrants respectively. Given मा सारौं problem number 10. Exercise price ई चाहिँ Rs 60 दिएको छ अनि एक्सरसाइज रेशियो यसलाई येनले डिनोट गर्ने गरिन्छ अनि 2 वटा शेयर खरिद गर्न सक्छ। अर्को भनेको मार्केट प्राइस P0 70 दिएको छ अनि वारंट प्राइस 25 क्वेशन्स मा दिएको छ अनि हामीलाई के भनेको छ भने थ्योरेटिकल भ्यालु निकाल्न। थ्योरेटिकल भ्यालु अफ वारंट यसले TVW डिनोट गर्ने गरिन्छ अनि मैक्सिमम P0 माइनस एक्सरसाइज प्राइस इन्टु एक्सरसाइज रेशियो 0 अनि बिग ब्रैकेट क्लोज मैक्सिमम P0 कति दिएको छ 70 माइनस एक्सरसाइज प्राइस कति रहेको छ 60 अनि एक्सरसाइज रेशियो 2,0। अब यसलाई क्याल्कुलेशन्स गर्दा यो 20,0 यसमा बढी कुन रहेको छ त्यो नै थ्योरेटिकल भ्यालु अफ वारंट हुन जान्छ 20 Rs 20। अर्को के भनेको छ भने वारंट प्रिमियम निकाल्न। वारंट प्रिमियम को हामी फर्मुला पढ्यौं मार्केट भ्यालु अफ वारेन्ट्स माइनस थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स। मार्केट भ्यालु दिएको छ 25 माइनस थ्योरेटिकल भ्यालु 20 Rs 5। अर्को हामी 11 नम्बर को हेरौं। What is the theoretical value of warrants if share of a bank are selling for Rs 280 and its strict price of Rs 250 with exercise ratio 3 shares। इसमा के भनेको छ भने मार्केट प्राइस रहेको छ 280 अनि एक्सरसाइज प्राइस 250 अनि एक्सरसाइज रेशियो रहेको छ 3 अनि यसमा थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स निकाल्न भनिरहेको छ। तपाईहरुले बनाउन सक्नुहुन्छ, यसले प्र्याक्टिस गर्नु होला। अर्को 12 नम्बरमा के भनेको छ भने इन 2022 पिज्जा हट्स INC इश्यू Rs 10 million of Rs 1000 par value
10% semi-annual convertibles debenture that sum due in 2042. The conversion price on these convertibles is Rs 16.75 per share. The common stocks are selling for Rs 14.775 per share. इसको गिवन सार दे जाऊँ. प्रॉब्लम नंबर 12 गिवन में के दिएको छ भनौँ. पार भैलु 1000 दिएको छ. कन्भर्जन प्राइस 16.25 अनि सेलिङ प्राइस दिएको छ P0 सेलिङ प्राइस 14.75 फंड्स टू बी इस्यू उसले चाहिँ फंड्स 10 मिलियन को इस्यू गरेको छ. अब कन्भर्जन रेशियो निकाल्न भनेको छ. कन्भर्जन रेशियो इज इक्वल टू par value of convertibles by conversion price. par value कति दिएको छ 1000 by 16.75. यसलाई क्याल्कुलेशन्स गर्दा 59.70 आउने गर्छ. अर्को के भनेको छ कन्भर्जन भ्यालु निकाल्न. यसमा कन्भर्जन भ्यालु निकाल्न भनिरहेको छ. कन्भर्जन भ्यालु इज इक्वल टू P0 into कन्भर्जन रेशियो. चौध 14.75 इंटू कन्भर्जन रेशियो कति आएको छ भने 59.70. यसलाई गुणन गर्दा 880.58 हुन्छ. प्रॉब्लम नंबर 13 में के भनेको छ कंपनी हैज इश्यू Rs 1000 par value 10% convertibles bonds and 20 year to maturity. The conversion price on these convertibles is Rs 200 per share. The common stocks was selling for 180 per share. What is the conversion premium? इसमें conversion premium निकाल्न भनेको छ. गिभन में सारौं. प्रॉब्लम नंबर 13 गिभन में के दिएको छ भने पार भ्यालु 1000 अनि मेच्युरिटी period m is equal to 20 year दिएको छ. अनि कन्भर्टिबल कन्भर्जन प्राइस 200 दिएको छ. अनि सेलिङ प्राइस P0 180 दिएको छ पर शेयर. अनि प्रिमियम निकाल्न भनेको छ. कन्भर्जन प्रिमियम
यसको फर्मुला के हुन्छ भने कन्भर्जन प्राइस माइनस P0/P0 * 100। कन्भर्जन प्राइस कति दिएको छ 200 माइनस 180/180 * 100। यसको क्याल्कुलेसन्स गर्दा 11.11% हुने गर्छ एन्सर। अर्को प्रब्लम नम्बर 14 मा के भनेको छ अ कन्भर्टिबल्स बन्ड विथ फेस भ्यालु 1000 कन्भर्टिबल्स इन्टु 7 शेयर्स अफ कमन स्टक्स द मार्केट प्राइस 124 दिएको छ अनि सिमिलर रिस्क क्लास स्टेन्ड बन्ड्स इज प्राइस एट 970। व्हाट इज द कन्भर्जन भ्यालु र व्हाट इज द मिनिमम भ्यालु अफ कन्भर्टिबल्स। यसको सल्युसन्स गरौँ। प्रब्लम नम्बर 14 को गिभन सारौँ। फेस भ्यालु 1000 दिएको छ। मार्केट प्राइस P0 124 दिएको छ अनि स्टेट बन्ड्स BT 970 दिएको छ अनि कन्भर्जन रेशियो 7 शेयर दिएको छ। अनि कन्भर्जन भ्यालु निकाल्न भनेको छ। कन्भर्जन भ्यालु को फर्मुला रहेको छ P0 इन्टु कन्भर्जन रेशियो। P0 कति दिएको छ 124 इन्टु कन्भर्जन रेशियो रहेको छ 7। यतिले मल्टिप्लिकेसन्स गर्दा 868 आउने गर्छ। अनि अर्को के भनेको छ मिनिमम भ्यालु अफ कन्भर्टिबल। यो निकाल्न मैक्सिमम CT कमा BT मैक्सिमम। यसमा CT कति आएको छ भने यसलाई नै CT भनिन्छ। 868 कमा BT दिएको छ 970। यसमा जुन बढी छ त्यो नै मिनिमम भ्यालु अफ कन्भर्टिबल्स हुन जान्छ। अब यसमा बढी कुन रहेको छ भने 970 RS 970 एन्सर। अब हामी लङ क्वेशन्स को सल्युसन्स अर्को भिडियोमा गर्नेछौँ।